रिह्याबमा हजुरको 10 डेज पछाडिको पिरियड कस्तो हुन्छ भन्दाखेरि एउटा कुरा त पहिलो उनीहरू त्यहाँ आइपुगेको भनेको चाहिँ दुईटा कुराको लागि आइपुगेको हुन्छ परिवारको एक्सपेक्टेसनको तर्फबाट कुरा गर्दाखेरि चाहिँ एउटा भनेको फ्यामिली इम्पोर्टेन्स बुझ्न उनीहरू त्यहाँ आइपुगेको हुन्छ अर्को भनेको आफूले आफूलाई डेभलप गर्नको लागि चाहिँ उनीहरू त्यहाँ आइपुगेको हुन्छ होइन त्यसो हुँदाखेरि फर्स्टमा एउटा पेसेन्ट जो रिह्याबमा पुग्नुहुन्छ रिह्याबमा पुगिसकेपछि उसले आफूलाई कसरी त्यहाँ रिलिफ गराउँछ उसको मेन्टल पिसलाई कसरी उसले चाहिँ कन्टिन्युटी दिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ सेसन्सहरू हुन्छ सर हेर्नुहोस् होइन जस्तै मैले अघि यहाँलाई भने त्यहाँ पब्लिक स्पिकिङ क्लासेस हुन्छ त्यहाँ इन्डिभिजुअल काउन्सिलिङ हुन्छ त्यहाँ 1-to-1 सेसन हुन्छ त्यहाँ फ्यामिली मिटिङ हुन्छ त्यहाँ हजुरको रिल्याप्स प्रिभेन्सन सेसन हुन्छ त्यहाँ इन्भेन्ट्री भन्ने सेसन हुन्छ इन्भेन्ट्री भन्ने सेसन एउटा यस्तो खालको सेसन हो त्यसले आफूलाई बुझ्नलाई हेल्प गर्छ म के हुँ म को हुँ मैले गर्नुपर्ने के भन्ने जुन रियलाइजेसनको पार्ट हुन्छ नि त्यो सेसनले चाहिँ त्यो गराउँछ इन्भेन्ट्री इज अ मिरर अफ एन एडिक्ट भन्छौँ हामीले होइन उसको ऐना उसलाई देखाउने हो क्या त्यो सेसनहरूले चाहिँ सो त्यस्तो खालको सेसनहरूले गर्दाखेरि चाहिँ उसलाई चाहिँ आफूलाई चिन्न मद्दत गराउँछ